हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा। आज फेरि पनि नयाँ भिडियो लिएर हजुरहरूको माझ आएको छु। अनि धेरै पछि चाहिँ मैले भिडियो बनाउने मौका पाएँ, किनकि योभन्दा अगाडि म माइत थिएँ, भिडियो पनि बनाउनु पाएको थिएन। मेरो जेठो बुवा बिताउनु भएको कारणले गर्दाखेरि हाम्रो परिवार सबैजना उतै जानु भएको थियो। म चाहिँ घरमा थिएँ, एकछिन जेठो बुवाको मुख हेर्न मात्रै म त्यहाँ गइपुगेँ। त्यसपछि घरै आएर घरै बसेँ त्यति। अनि घरमा पनि अब सबै बच्चाहरूलाई हेर्नु परेको कारणले गर्दाखेरि भिडियो पनि बनाउन पाएन। सानो बच्चासँग काखमा राखेर अब बच्चासँगै समय गयो। अरू पनि 3-4 जना सानो बच्चाहरू थियो, त्यो कारणले गर्दाखेरि धेरै समस्या पर्यो। अहिले चाहिँ धेरै पछि मेरो छोरीको लागि कपडा किन्ने भनेर हामी भाटबटी गएका थियौँ। मेरो अर्को छोरी माइली छोरी अनि मेरो यो कान्छी छोरी लिएर म गएँ। यता नेपालगञ्जतिर धेरै गर्मी बढेको छ। अहिले फागुनको महिनाबाटै गर्मी धेरै चर्किसकेको छ। अनि अब थाहा छैन गर्मी कति हुने हो यतातिरको गर्मीले गर्दाखेरि चाहिँ। अनि बसी पनि सक्नु छँदैन। हजुरहरूलाई थाहै छ सबैभन्दा गर्मी हुने ठाउँ भनेकै नेपालगञ्ज हो, त्यो ठाउँको। अनि म पनि त्यही ठाउँको मान्छे हो। देख्न सक्नुहुन्छ भिडियोमा पनि यति हिँड्दैछु, गर्मीले पुरै कस्तो गाह्रो बनाइरहेको छ। त्यही पनि अझै बच्चा बोकेर काखमा समातेर ब्याग पनि किनेको थिएन, बच्चालाई बोक्ने अनलाइनबाट मगाएको थिएँ, ल्याइदिनु भएको थिएन। अहिले नानी पनि काखमा मजाले निदायो। छोरीले फोटो खिच्छु भनेर पुरा झुकाइरहेको थियो, मलाई प्र्याङ्क गरिरहेको थियो। म त पोज दिइरहेको फोटो खिच्न लाएँ भनेर उसले चाहिँ त्यत्तिकै झुकाइरहेको रहेछ। बच्चालाई बोकेर हिँड्दाखेरि गाह्रो भयो। एकछिन थकाइ मेट्यौँ, एकछिन बसेर फेरि निस्केर फेरि गयौँ भित्र। अनि यो खालको दराज सोध्दै थिएँ। दराजलाई त 18,000 रे, अनलाइनमा त 1200, 3,000, 4,000 देखाउँछ, तर यसमा सब फेक हुँदो रहेछ। अनलाइनमा कोही पनि भर्न पर्नु होला। यो खै त्यहाँ महँगो भएको हो कि ट्याक्स लागेको कारणले हो थाहा छैन। अर्को खालको दराज पनि सोध्यौँ त्यहाँ गएर, अर्को खालको दराजलाई कति पर्छ भन्दाखेरि त्यो पनि 1200मा हाल्दो रहेछ, तर त्यहाँ चाहिँ महँगो 3,000, 4,000 भन्यो। अनि स्ट्यान्डहरू हेऱ्यौँ अनि त्यहाँबाट अनि अगाडि सोध्यौँ, फेरि सिस्टरलाई सोद्धाखेरि त उहाँले त भन्नुहुन्छ यो त महँगो यति नै हो पर्ने भन्नुभयो। त्यसपछि त्यो मैले किन्ने सोच बनाएको थिएँ, त्यति पैसा पनि थिएन। अनि त्यहाँबाट हामी निस्किहाल्यौँ। भाँडाहरू हेऱ्यौँ, कति राम्रो राम्रो भाँडा। एउटा जग किनेँ मैले घरको लागि भनेर, अनि थोरै नानीलाई सामान किनिदिएँ। अनि यो तपाईँहरूले गेस गर्न सक्नुहुन्छ यो डिब्बाभित्र, यो कार्टुनभित्र के छ, हजुरहरूले मलाई कमेन्टमा भन्नु होला। मैले किनेको म हजुरहरूलाई अहिले भनिदिन्छु, त्योभित्र त्यस्तो ठुलो चिज त केही पनि छैन, ग्लास हो होइन, पानी खानलाई चाहिँ। अनि मेरो छोरीलाई कपडा लिएर ट्राई गरेको मैले लगाइदिएर, धेरै राम्री देखी थिइन् एन्जेलिना। अनि रोइरहेको थियो, फेरि मैले त्यो निप्पल मुखमा लगाइदिएँ। अनि हुन्छ, तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा।